What is up guys, welcome to the new vlog. So सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ vlogमा. We are back again with the सरस्वती पूजा vlog. अनि हाम्रो क्यामेराम्यान चाहिँ अहिले हुनुहुन्छ विजयजी. नमस्ते. पहिला पनि हुनुहुन्थ्यो. अहिले यो कलेजको इभेन्टमा स्वीकारको भ्लगमा नदेखिने त कमै होला, म देखिरहेको हुन्छु सधैँ. जे होस् देखिरहेको हुन्छ. अनि यहाँ हाम्रो अर्को मोहनजी रोहित पौडेल भनेर चिनिन्छ थापथलीको. तर नेपोटिजमको कारणले गर्दाखेरि चाहिँ थापथलीको टिममा नपरेको भन्ने हल्ला छ. के हो कुरा, के हो यो कुरामा चाहिँ 100% सहमत छु म पनि. अनि कफी के अरे 17 कफी बिन्स के अरे 17 बिन्स कस्तो चलिरहेको छ त? एकदम राम्रो, एकदम राम्रो. म पनि हिजो भर्खर गएर आएको छु माल बुन्नलाई. राम्रै चलिरहेको. तपाईँ त श्रीलङ्कामा खेल्दै हुनुहुन्थ्यो त, कहाँ अनि आउनुभयो त? अनि आज सरस्वती पूजा आउनु पर्ने कलेज. नवीन सर पनि भ्लगमा आउनु. सरस्वती पूजाको बारेमा के हो? अर्थात् सरस्वती पूजाको धेरै शुभकामना. धेरै शुभकामना. अनि अरू नयाँ आउने भाइ बहिनीहरूलाई इन्जिनियरिङको बारेमा के भन्नु छ? धेरै सुझाव गर्न चाहन्छु. यति भइहाल्यो. नवीनलाई चाहिँ यो श्री पञ्चमी भन्दा नाग पञ्चमीको धेरै याद आउँछ कि. हाम्रो सम्धीको नि इन्ट्री भइसकेको छ. यो लुगा चाहिँ कहाँबाट हो अरे सम्धी? यो युएसबाट हो सर. डाइरेक्ट युएसबाट आएको लुगा. अनि के भन्नु छ त आजको बारेमा? आज पहिलाको कम्पेरिजनमै चाहिँ आज अलिक ढिलो भएको जस्तो महसुस भइरहेछ होइन. पहिला त यति बेला सकेर नि खाएर यसो घरतिर चल्ने बेला भइसक्यो. आज सबै तयारी नै अब छैन क्या. अब के भन्नु भनेपछि किसान अध्यक्ष हुँदा चाहिँ काम राम्रो भएको थियो. किसान अध्यक्ष हुँदा चाहिँ केही मात्रामा राम्रो. किसानलाई के भन्न चाहन्छौ त? किसानलाई के भन्न चाहन्छु भने आफूले त सिक्यो जुन आफ्नो सिप छ त्यो चाहिँ अब आफ्नो भाइहरूलाई पनि सिकाउँदा चाहिँ उसको धर्म हो भन्न चाहन्छु. धन्यवाद. अब चाहिँ मैले यहाँ दुईजना रुमको मान्छेहरू सचेत भण्डरहरूलाई पनि लिएर आएको छु है. अनि के भन्नु छ तपाईँ सरस्वती पूजाको बारेमा भन्नु अहिलेलाई? सरस्वती पूजा भनेको हामीले सरस्वती मातालाई पूजा गरिन्छ. अनि यसमा चाहिँ हाम्रो किताब जे होस् पढाइ सम्बन्धी चाहिँ पूजा गरिन्छ. अब किसानलाई के भन्नु? अर्को साल चाहिँ भन्छ उसले राम्रोसँग. होइन अब हाम्रो पढाइ राम्रो होस् भन्ने कामना छ. त्यही ल पुरु भाइ पनि अब यहाँ भ्लगमा भ्लगमा देख्नुपर्छ सबैजना. यो भाइ चाहिँ हाम्रो थापथली क्याम्पसको सङ्गीत क्लबको सचिव. सङ्गीत क्लबको सचिव अनि के छैन सिएसको मेम्बर. त्यसको सदस्य. के भन्नु छ त आजको बारेमा? मलाई त केही भन्नु छैन. सरस्वती पूजाको बारेमा सरस्वती पूजा चाहिँ सबै कलेजहरूले गर्नुपर्ने हो होइन. यहाँ पनि गरेर आएको नि, त्यसैले शुभकामना. एउटा सङ्गीत जाओस्, एउटा गीत जाओस्. एउटा गीत गाइदिनु. सुमधुर स्वर छ यसको. गीत चाहिँ कुन गाउनु जुन भाइ गाइदिनु न आजलाई. याचे याचे हौ. ल ल याचे याचे भन्नु म हा भन्छु ल. यो त पुरानो भइसक्यो. it's not haha. It's हा भिर र पहिरो खोलाको बाटो नमान्नु डराइन. ल धन्यवाद. ल हाम्रो सचिन भाइलाई पनि हामीले भ्लगमा भेटाइसकेको छौँ. के भन्नु छ त भाइ आजको बारेमा? 10 बजिसकेको छ यति बेला. 10 अँ. बजीसम्म आउँदा पहिलाको जस्तो माहौल चाहिँ छैन. पहिला त्यताउता स्टलहरू थिए. यति बेला त पूजा सुरु भइसक्यो. आज पूजाको पनि सुरुवात भएको छैन. खोइ वर्ष बजेट अलिकति कम रहेछ कि के रहेछ त्यो चाहिँ बुझ्न सकिनँ. त्यो बुझेर भनौँ न. अनि सबैलाई सरस्वती पूजाको शुभकामना. हाम्रो किशोरजी पनि हुन्छ. के भन्नु छ आजको बारेमा? के भइरहेछ त्यहाँ? ठिकै छ, रमाइलो माहौल छ. अब सरस्वती पूजा हाम्रो सायद कलेजमा अन्तिम नै होला. होइन हाम्रो लागि चाहिँ फेरि कलेजमा चाहिँ होइन. कलेजमा चाहिँ हाम्रो लागि यस्तै छ है यहाँ हो सबैजनाको. पहिलाकै जबमा के छ होइन पहिला किसन दाईको कार्यकाल थापाथलीको इतिहासमा एउटा के भन्छ कि एउटा प्रेरणादायक कार्यकाल थियो. उहाँको कार्यकालमा सोभिउनी भयो. उहाँको कार्यकालमा राण नै भयो सरस्वती पूजा. अनि एनटिपिएसको कामहरू पनि एनटिपिएस एउटा युनाइटेड कमिटी भएर काम गरिरहेको थियो. अहिले पनि त्यस्तै हुन्. तर उहाँको जुन एरा थियो त्यो मतलब डिफाइन शब्दले गर्न सकिँदैन. पूर्व अध्यक्षको किसनजी के छ अनि? हजुरहरू हेर्न सक्नुहुन्छ उहाँ कार्यकाल बितिसकेको छ. तर पनि जुन डेडिकेसनको साथ उहाँ काम गर्नु भइरहेछ मतलब यतिले नै हामी मतलब यसो एनालाइसिस गर्न सक्छौँ कि उहाँ आफू प्रेसिडेन्ट हुँदा कति गर्नुभयो होला भनेर. के भन्नु छ त आजको बारेमा? आज वसन्त पञ्चमी हो. सरस्वती पूजा मेरो जुटु परेको छ हुनु होला. म त त्यही छ रमाइलो.
जय सरस्वती माता यहाँ विजय छ फेरि जय सरस्वती माता खै त अब अध्यक्ष पूर्व अध्यक्षज्यूकोबाट भन्नु पर्यो त ल त्यो चाहिँ अब हामीले यसो अब गरेको छौँ है ल है हाम्रो यो चाहिँ पूर्व तयारी भनौँ न होइन के भन्नु छ यो पूर्व तयारीको बारेमा राम्रै हो पूर्व तयारी गर्नुपर्छ आउने सङ्कटको लागि त रेडी हुनु पर्यो नि त है हाम्रो युएफओ हाम्रो फेरि यहाँ दाजुभाइ फेरि आइसक्नु भएको छ भ्लगमा फेरि आमामा सिनेमेटोग्राफरै आजको बारेमा के भन्नु छ त अनि आज केही छैन यार अब पूजा गर्न आइआएका पूजा गर्ने आज चाहिँ अनि पाहुनाहरूको आगमन हुन्छ कि हुँदैन त आज पाहुनाको आगमन नहोला जस्तो छ आइतबारबाट एक्जाम भन्ने हल्ला सुनेको थिएँ मैले त्यही भएर आज पाहुनाको आगमन हुँदैन टक्क अब माताको दर्शन गर्ने सरस्वती माताको होइन अनि नाचगान होला नाचगान होला एकछिन हेर्ने अनि बेलुकातिर अब यसो हल्का फुल्का यहाँ छ स्टक हल्का फुल्का रमाइलो हुन्छ यहाँ अनि महेशजीको चाहिँ के हो अनि प्रश्न के आजको बारेमा के भन्नु छ आजको बारेमा धेरै राम्रो होस् सब थापाथलीको केटाहरूलाई राम्रो मार्क्सले चाहिँ पास हो नि फाइनल इयरमा है कडा है परे होइन त्यति है ओहो फेरि तयारी अनन्तजीको आमामा तयारी फेरि है सरस्वती मातालाई सेतो मनपर्छ भनेर सेतो रोज अनि रातो लालुपाते अगरबत्ती सहित जय सरस्वती अनि मुठी चाहिँ किन मुठी चाहिँ किन हामी हिन्दू धर्म हो नमस्ते गर अब चाहिँ मैले यो थापथली क्याम्पसको सबभन्दा एकदमै हार्डवर्किङ गाई थापथली क्याम्पसमा मैले देखेको किङ भाइ के भन्नु छ किङ भाइ आजको बारेमा केही भन्न मन छैन दाइ आज मलाई आज सरस्वती भगवान् पूजा गर्न मन छ यति हो जय सरस्वती माता हो जय सरस्वती माता ठुलो सरले हो धेरै ठुलो छ भन ल एकचोटि चेन्ज ल्याएर आएको जय सरस्वती माता जय सरस्वती माता अनि भाइको चाहिँ फेरि आज यो डिपार्टमेन्ट हो क्या भाइको आज यो बुनिया डिपार्टमेन्ट बुनिया डिपार्टमेन्ट है भाइको ल तर तपाईँले युज गर्न सिक्नु भयो अरूलाई अहिले होइन के किन भन्नुहुन्छ किन कसरी युज गर्नु सिक्यो भाइ सरस्वती पूजाको दिन कसैलाई बोल्न लगायो बेच्यो होइन पैसा कमायो पैसा त कहाँ कमाउनु होइन पैसा त कहाँ हुन्छ भन एक दिन्छु कसैले रिक्वेस्ट गर्यो भने गरिदिनु तपाईँलाई ल साथीहरू चाहिँ अब यहाँ म पनि बसिरहेको छु लाइनमा है हामी चाहिँ एकदम लाइनको पालना गर्ने भएर यहाँ पूर्व अध्यक्ष पनि यहीँ छ तर अब लाइन चाहिँ बस्नै पर्ने हुन्छ हामीले है हो कि होइन किसनजी हामी अनुशासित छौँ हामी नियमको पालना गरेर सरस्वती माताको पूजा गर्छौँ अचम्मै भएछ आजै हो यो म अनि अनुशासित भएको अचम्मै भएछ म आज यहाँ जस्तो म धर्मकर्ममा ध्यान दिने मान्छे हो यहाँ धर्मकर्म त पालना गर्छु म ल हाम्रो बुनिया आइसकेको छ अब होइन खै तिमीले पाएन बुनिया यार ए यहाँ आइसकेको छ अनि यहाँ अर्को कस्तो छ त बुनिया प्रसाद छ अब सेवा मिक्स छ तिम्रो लागि बहिनी म कर्णाली तर दिउँला भनी मात्र हेर न घर बसाइ सर दिउँला दुःख पाउलिए बहिनी जोबन किन साच्या छौ तिमी बाच्या छौ र पो नाच्या छौ तिमी बाच्या छौ र पो नाच्या छौ हाम्रो अब यहाँ है युवाहरूको उपस्थिति भइसकेको छ जेनजी युवाहरूको घन्टी छाप सूर्य छाप नो छाप यस्तै छ है फेरि माहौल तिमीहरू डिस्कस गर नि त अब बालेनले जित्नुपर्छ ओलीले जित्नुपर्ने के छ छैन डिस्कसन हुँदैन देशले जित्नुपर्छ कसले जित्यो भने चाहिँ देशले जित्छ त दलले बहुमत ल्याउँछ होइन कसले जित्यो भने चाहिँ क्या देशले जित्छ
नेपाली जनताले राम्ररी मत खसाल्यो भने चाहिँ त्यसपछि त्यही त खसान कसले जित्यो भने चाहिँ देश जित्छ जस्तो लाग्छ भने क्या आफ्नो ओपिनियन अब त्यो त 5 वर्षको कार्यकालपछि मात्र भन्न सकिन्छ होइन एउटा होप त हुन्छ नि त एउटा यसले चाहिँ जित्दोस् होला आशा सबैले देखाएकै हो नि 35 वर्षदेखि होइन यसले चाहिँ जित्दोस् होला जस्तो लाग्छ नि त यो भन्ने छैन तिमीलाई चाहिँ जसले जिते पनि 5 वर्ष सरकार चलाउनु पर्यो तिमीलाई चाहिँ स्टेबल गभर्मेन्ट जब बनिन्छ तब मात्रै विकास हुन्छ नत्र अनस्टेबल गभर्मेन्टले कहिले ल ए पर्यो मेन फोकस त्यो हो ओ बडी के भन्नु चाहन्छ खै त तिम्रो टिका टिका मेटिसक्यो किन हो त्यस्तो भने आज कार्यक्रम बारेमा के भन्नु छ त कार्यक्रम त अब त्यही हो नथिङ त्यही पहिला डले पहिला डलै छ अन्त्यमा यस कार्यक्रमलाई सफल बनाउन ओ के छ अनि कस्तो हुँदैछ आज कार्यक्रम रमाइलो भइरहेछ यार गुरुजन ढिला भयो तर ठिक स्पोन्सर र सहयोगी ओए दिविज के हो भाइब छ त हो खै के भयो दिविज के भयो अरे 3 बजे त 3 बजे पुण्य लिने जाने 2 बजे निस्किन्छ 2 त बज्यो त ओए किसान हो यहाँ के हो देख्यौ ओए दिविज देख्यौ नि राम्रै छ नि यतिको क्याम्पसको नेट त नेपालको लागु छ संसार डुल्न मन थियो म त किताबको बोझमै अल्झिएर बसेँ तिमीसँग बिताएका हरेक पल फेरि पनि स्पर्श गर्न मन थियो म त साथी र मायाको भिन्नतामै अल्झिएर मिल्यो 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 प्रेम की नैया हे राम ल केटा हो अब चाहिँ हामी पुल्चोक क्याम्पस आइसकेको छौँ पुल्चोक क्याम्पसको के हुन्छ माहौल देखाउनुलाई है अनि यहाँ हल्का हाम्रो गजनीको भिलेन त्यो गुन्डिनी मार्ने गुन्डिनी र हिरोनी मार्ने भिलेन त्यो त्यहाँ आइसक्नु भएको छ केटाहरू यहाँ छ अब हामी जाँदैछौँ उतातिर है त केटा हो यहाँ चाहिँ वाइल्डै भिड रहेछ है त्यही भएर अब केटाहरू निराश भएको छ नि तर आउन चाहिँ कोही पनि आएको छैन भन्दैछन् अझै के गर्ने हो केटा हो अब यहाँ चाहिँ यस्तो वाइल्डै भिड रहेछ यार किन होला त यो पुल्चोकमा चाहिँ सधैँ यस्तै हुने हाम्रो थाप्दलीमा पनि यस्तो भिड ल्याउनलाई के गर्न सकिन्छ होला जाम भएर केही पनि चल्दैन फोन त बल्ल बल्ल लाग्यो त राम्रो कलाकारहरूलाई बोलाउनु पर्यो होइन 9746 त्यति धेरै भिड पनि चाहिँदैन हामीलाई ल यस्तै छ है गाह्रो वाइल्डै भिड हुँदो रहेछ यार हुन्छ जहिले पनि हुन्छ अस्तिको भगमा पनि हेर्छ नि हो त्यही हो अनि अब के हुन्छ यस्तै छ केटा यहाँ चाहिँ वाइल्ड भिड छ हो मान्छे त्यस्तै यार भिड त्यस्तै यार योपालि चाहिँ एकदमै भिड भएको कारणले गर्दाखेरि पुल्चोकमा त्यति राम्रो मेमोरिजहरू बन्न सकेन तर मैले हल्का भिडहरू देखाएँ अझै फेरि ब्याक टु साउदर्न क्याम्पसमा आज फेरि बवाल रमाइलो हुनेवाला छ फेरि पनि अब नाच्नु पर्ने रहेछ अब
आज सरस्वती पूजाको बारेमा 3 वर्षभन्दा झुल्दै आज त हो त्यसै भएन एनटिपिएसमा भएन हो भाइलाई चाहिँ कस्तो अनुभव भइरहेको छैन रौनकै छैन हो भाइले त बिहानै गीत गाइसक्यो बिहानै गीत गाइसक्यो होइन एकदमै एकअर्काको लागि पर्यायवादी शब्दहरू हो क्या खम्बुल क्याम्पसको एकजनाको पर्यायवादी शब्द हो क्या मित्र अनि त्यो क्यामेरामा चाहिँ भन्नु न क्यामेरामा के हुन्छ भन्दाखेरि बेसी चाहिँ सरलाई तिमी बाच्या छौ र पो नाच्या छौ तिमी बाच्या छौ र पो नाच्या छौ म बाच्या छु र पो नाच्या छु म बाच्या छु र पो नाच्या छु तिमी बाच्या छौ र पो नाच्या छौ तिमी बाच्या छौ र पो नाच्या छौ